मतदाता नामावली प्री रेजिस्ट्रेसन कसरी गर्ने त? सर्वप्रथम तपाईहरु निर्वाचन आयोगको वेबसाइटमा जानुहोस्। यस्तो इन्टरफेस देखिन्छ। अब तपाईहरु मतदाता नामावली प्री रेजिस्ट्रेसन अर्थात् भोटर इनरोलमेन्टमा क्लिक गर्नुहोस्। अब रेजिस्ट्रेसनमा क्लिक गर्ने। आवेदन दिनु पूर्व ध्यान दिनुपर्ने कुराहरू भनेर यस्तो इन्टरफेस आउँछ। सबै राम्रो गरी पढ्ने र बन्द गर्नुहोस् भन्नेमा क्लिक गर्ने। त्यसपछि यस्तो इन्टरफेस आउँछ। यो माथिपट्टिको नयाँ दर्तामा क्लिक गर्ने। आवेदन दिनु पूर्व ध्यान दिनुपर्ने कुराहरू बारे पनि जानकारी दिएको छ। यो राम्रो गरी पढ्ने। यो पढिसकेपछि तल रहेको हालसम्म मेरो नाम मतदाता नामावलीमा समावेश भएको छैन भन्नेमा टिक लगाउने र सुरु गर्नुहोस्मा क्लिक गर्ने। सबै विवरण पढ्दै जाने। अन्तिममा दर्ता गर्नुहोस् भनेर आउँछ। सबै ठिक छ भने त्यसमा क्लिक गर्नुहोस्। यो क्लिक गरिसकेपछि तपाईको मोबाइलमा 9 अङ्कको आवेदन नम्बर आउँछ। यो आवेदन नम्बर दिएर तपाईले रोज्नु भएको स्थानमा गई बायोमेट्रिक गराउनुहोस्।